हेलो साथीहरू, वेलकम ब्याक युट्युब माई च्यानल। हजुरहरूलाई वेलकम छ, स्वागत छ। आज चाहिँ म के गर्नु गइरहेको छु भने दाउरा राख्नु गइरहेको छु हैन साथीहरू। अनि हजुरहरूलाई कस्तो लाग्छ हेरेर कमेन्ट गर्नुहोला। अनि आज चाहिँ म यहाँ साथीहरूलाई यो गाउँको यो दृश्यहरू देखाउन गइरहेको छु, घर गाउँको हैन। अनि माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। अनि हजुरहरूलाई अनि हाम्रो न्यू बुहारीलाई पनि हेरेर सपोर्ट दिनु होला। हेलो हेलो बुहारी, वेलकम छ मेरो युट्युब च्यानलमा युट्युब छिटो गर न युट्युब च्यानलमा नयाँ बुहारीले स्वागत छ भनेको नजान मोर है स्वागत छ, छिटो भन न। हेलो हेलो सबैजनालाई वेलकम छ। हेलो हेलो मम्मी वेलकम छ। हेलो हेलो भनिदिनु, हेलो भन। हेलो हेलो वाओ ब्युटिफुल। जस्ट इन्टरटेनमेन्ट हो साथीहरू, गाइजहरू हेर्नु होला। बुहारीलाई हेलो भन न भनेको, बुहारी पनि साथीहरू सुरु सुरुमा यस्तै हो, नयाँ नयाँमा होइन केही छैन। अनि हाम्रो चाहिँ भोकटेको बोट हो, हेर्न सक्नुहुन्छ फुलेर मग 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 बाँच्न चलिरहेको छ साथीहरू। यस्तो मिठो बाँच्न चल्दैन रहेछ, तर यो चाहिँ फ्रीमा है, मान्छेहरूले मागेर खान्छ, झरेर सिदिन्छ। यहाँ चाहिँ बेच्ने कुरा छैन, सबै यस्तो राम्रो छ कि साथीहरू। हजुरहरूलाई पनि मन पर्यो भने हाम्रोमा चाहिँ फ्री छ, नो मनी नो हनी भने जस्तै हो हाम्रोमा चाहिँ। साथीहरू अब यो भ्लग चाहिँ अहिले भरे म अरू पनि देखाउन चाहन्छु होइन। आजलाई अहिलेलाई चाहिँ यहाँसम्म हो। अब म अर्को राउन्ड देखाउन गइरहेको छु हजुरहरूलाई। यता अब हरियाली सबै सिद्धेको छ। म तल पूर्णिमा भाउजू घरमै हुनुहुन्छ, कता जानु? हजुर कति छिटो छिटो त साथीहरू। अरूको बोट हेर्नु सक्नुहुन्छ। अब बाख्रा खोल्ने टाइम भइसकेको छ, बाख्राहरूले यहाँनिर चारो खाँदैछ, हामीले केही देखेको छैन है साथीहरू। अब चाहिँ म तपाईँहरूलाई देखाउन गइरहेको छु, हेर्नुहोला। बाख्राहरू चर्नुतिर लाग्दै हुनुहुन्छ म्याडमहरू सरहरू होइन। यहाँ चाहिँ भाइले दाउरा राख्दैछ। अब म भाइले दाउरा राखेर सघाउन गइरहेको छु है साथीहरू। अब अहिलेको समयमा चाहिँ यस्तो धुलो उड्ने समय छ कि हेर्नु न, हातहरू छ साथीहरू, हेर्नु होला। अनि म साथीहरूलाई के देखाउनु गइरहेको छु भने उहाँनिर हेर्नुहोस् है, उहाँ के देख्नु भइरहेको छ उहाँ हेर्नु सक्नुहुन्छ है। यो चाहिँ गट्टा फर्सी, हाम्रोतिर चाहिँ गट्टा फर्सी भन्छ, हजुरहरूकोतिर चाहिँ के भन्छ? यहाँबाट पस्नु गइरहेको छु, मलाई थाम्छ कि थाम्दैन होइन। हेर्नु होला, म चाहिँ अब यहाँ पसेँ, अबि डर पो लाग्छ हौ, मोटी छु के गर्नु, कसरी पस्ने होला नि। हेर्नु होला साथीहरू, म चाहिँ यहाँनिर हिमाल चढ्न गइरहेको छु, सगरमाथा छुन लागिरहेको छु, हेर्न सक्नुहुन्छ है। म यतिकोमा आइसकेँ साथीहरू, अलिक डर लाग्छ कि मलाई थाम्छ कि थाम्दैन, मर्छु मान्छेको पनि यस्तो छ साथीहरू। गएर चाहिँ भाइले सघाउन आएको म चाहिँ। साथीहरू म चाहिँ यहाँ चढिसकेँ होइन, चढिसकेँ, हेर्न सक्नुहुन्छ है। यस्तो छ, पराल राखेको रहेछ साथीहरू। कसरी जाने होला किसान ठाउँबाट?
दाउरा राख्न गइरहेको छु हेर्नु ल ओहो